So guys, welcome back to my channel after long and अहिले चाहिँ बिहानको 5 बजेपछि 5:15 भइसक्यो अनि म चाहिँ उठ्यो। अब फ्रेस हुनुलाई नुहाउनु पर्यो अनि त्यसपछि रेडी हुनु पर्यो अनि कहाँ जाँदैछु भनेर त अब थम्बनेल हेरेर पनि थाहा भइसक्नु भयो है। बाहिर चाहिँ अँध्यारो छ है। बाहिर चाहिँ अँध्यारो छ अहिले अनि अब चाहिँ म नुहाउँछु पहिला त्यसपछि रेडी हुन्छु। निस्किनु पर्यो छिटै निस्क्यो भने छिटै निस्क्यौँ भनेर बिस्तारै बिस्तारै आराम गर्दै जानुहुन्छ। सो म चाहिँ अब नुहाउनुतिर लाग्छु। अब चाहिँ उठेर नुहाएर फ्रेस भइसकेँ अनि पूजा पनि गरियो। पूजासुजा गरेर अब चाहिँ सामान पनि प्याक त भइसक्यो। अब थोरै ब्याग प्याक गर्ने त्यसपछि निस्किने त सो गाइज हामी चाहिँ रेडी भइसक्यौँ लगभग होइन दुईजनै। अब निस्किन्छ एकछिन है र ट्याक्क लाएर बाइक स्टार्ट गरेर जाऊ। बाबु अल द बेस्ट। के भन्छ नाम बाबु राम्रोसँग जाऊ, राम्रोसँग आऊ होइन। टाटा ल रेडी हो नि होइन रेडी हो। अनि हाम्रो यहाँ सेटअप रेडी छ है आजको चाहिँ। ए भयो ल हामी चाहिँ अब नफर्काइ है। हामी चाहिँ निस्केको अब बहाएन धेरै आँठाउने होइन रहेछ अनि बक्सेर करू हजुर ल ठिक छ। त्यहाँ नि हेर्छु भन्दाखेरि फेरि अहिले लाउनु पर्ला हुन्छ। सुस्तो चलाउँछु लाउनु पर्छ राम्रो सुहा अन्त सुहा अहिले ओह्रालो झरेसी लाउँछु कि अप्ठ्यारो त के हजुर कति पैसा त पुन्छ होला क्या। एटिएम होइन कि मेरो एटिएम। हजुर टाटा बस न मिल्छ कि यतिको मात्रै छिर्न त बन्द भएको यहाँ खिचिराख्यो। ल गयौँ है ल भाइ ल ल ओइ त्यो नटास्यो न यार हेर टाँसिन त हुन्न यार। हाम्रो घरको गल्ली यस्तो छ गाइस। खाना लाएर निस्क्यौँ गाइस। ए बाटो हटम है हटम जाँदै अलि त हट्छ। लास्ट डे टाउको झाँटे है यार। यतिको हँसु त म त हामी चाहिँ अहिले घुम्ती बजारमा छौँ। लास्ट डे जाडो भयो यति लाउँदा नि कस्तो जाडो भएको र।
झन्डा त ल्याऊ नि मुस्ताङ हिँडेको हामी है स्न्यापै राम्रो छ भन्दा अहिले हुन्छ नि अहिले पो आफ्नो ठाउँमा अर्कोको ठाउँमा आउँछ हान्छ नि हेर न कति धेरै पानी हुन्छ नि आज हाई म ट्याङ्कीमा छु के बाल्न टाउजर हो यार त्यो त सही होइन 200 रुपियाँको टाउजर किन्न लाग्छ 5-6 बजे भनेको हो र अब झर्न पो चढ्न गाह्रो झर हेलो सर सेन्डी उठ्यो यसो त के अरे लान्टी काम लास्टै कोब्रेल त तल झाँटेछ यार तल झाँटेछ घाट त भयो अनि यस्तो हात्ती गरौँको हुँदो रहेछ यार गाइस सबै देखियो यो हाम्रो कहाँ हो यतै हो है र है गाइस हामी चाहिँ अहिले हाम्रो बुढी खोला कट्यौँ अनि अहिले चाहिँ अब यो के भन्छ अरे यहाँ यो डिस्को चौतारी स्याङ्जाको डिस्को चौतारी छ त्यसपछि रामकोस आउँछ अनि रामकोस आएपछि हामी सबै भ्लग त भिडियो त गर्दैन कि म स्याङ्जाको के देखेर थिएँ है कतिले त देख्नु आएकै होला अब मेरो भ्यासहरू टाढोको त छँदै छैन होला त्यही सो गाइज हामी चाहिँ अहिले नाक डाँडा आयौँ आवाज आएको कि आएन थाहा छैन तर अहिले चाहिँ हामी नाक डाँडा आयो अब तेल हाल्ने यहाँ छ हामी चाहिँ हालिन्न होला पोखरी गरेर हालिन्छ अब के हालिराख्ने होइन पोखरीले तेल हाल्दैन झाँच्दो रहेछ हेलमेट छैन है कुहिरो जस्तो लगाएको छ त्यही स्न्याप हालिन्छ अलि उता गरेर एउटा स्न्याप हानौँला खाँदा लगाएको खाँदा ओ एउटा फोटो स्टोरी त हाल्नु पऱ्यो यस्तो मुस्ताङ ल यो त हाम्रो भालुपाड अनि यहाँबाट जर्सी चाहिँ यता पुल छ एउटा बिचमा भालुवा भालु मतलब ढुङ्गाको भालु त्यहाँ चाहिँ जान्छन् मान्छेहरू पिक्चर बनाउन यस्तै हो यस्तै छ बनाइदिन्छ हामी चाहिँ हेर न ल हामी चाहिँ मुस्ताङको यात्रा हामी आएमै गयौँ भने अब यहाँबाट एउटा बाटो हो त्यो बाटोबाट चाहिँ गुम्बा भएपछि कति हुन्छ के भन्छ त्यो गुम्बालाई चाइनिज गुम्बा जानु है त्यहाँबाट के गरेछ अब एकछिन हामी घरबाट निस्किन्छौँ एकछिन यस्तो अटेन्डरहरूलाई अहिले फेरि ल्याङ हान्न सुताउँछन् एकछिन भयो नि के 2 मिनट भयो नि नहुँदै अनि अहिले हाम्रो चाहिँ हाम्रो कहाँ छ अहिले मिररहरू छरेको ठिकै भयो त मिरर चाहिँ ठिकै छ यस्तो काटिएर आएको कुकुरहरूलाई तिनवटा 1 2 3 4 5 6वटा जोडी गर्छ
यताबाट गयो त होला नि त्यताबाट धेरै जाम पर्छ गाइज हामी चाहिँ यताबाट जल्दी चल्दिन्छ यो ब्याङ्कमा जाने बाटो यो चाहिँ राइट 0 हो अनि यहाँबाट यता जाने चाहिँ मुस्ताङ यता लेफ्ट साइड यता है अब चाहिँ हामी लाग्यौँ पर्सेङ यो बाटो चाहिँ पर्सेङ जान्छ अनि पर्सेङबाट चाहिँ त्यही हुँदै यहाँ अरे उता हेम्जा पुगेर हाम्रो यहाँ मोलमाल हुँदैछ के हुँदैछ मोलमाल थाहा छ नि भ्लग भएको कि है अब चाहिँ हामी पहिला तेल हालिन्छ त्यसलाई खाना हालिन्छ 3 लान्छु दिया हो छिराउ छुट्टै तर पनि छैन जाऊ यार दाइ यार कतै साइलेन्ट गरेर आउँछ यार त्यो भाडामा पनि पाइन्छ क्या भाइ 2000 को हालिदिनु त्यही भएर सुस्त चलाउनु पर्छ क्या यार मैले झैँ केही भएको छैन यो बाटो फेरि लाग्छ एक्सिडेन्ट हुन्छ के बुलेटले बजाइदिएछ
अहिले 9 डाँडा आयो 9 डाँडा के हुन्छ अहिले यहाँबाट झरिन्छ झरेन गएको हो अनि अहिले चाहिँ हामी नागडाँडाबाट अगाडि बढिरहेका छौँ गौतम सकेको हुनाले भाइले चाहिँ हातमा लिएर पावर ब्याङ्कले चार्ज गर्दै दायाँ बायाँ अगाडि देखाउँदै जाने अनि फाइनल्ली हामी चाहिँ स्याङ्जाबाट 2-2.5 घन्टाको राइडपछि चाहिँ नयाँ पुल आयो तर हाम्रो गन्तव्य चाहिँ सकिएको छैन हामी चाहिँ निरन्तर हिँडिरहेका छौँ हामी चेन्ज बस्नु लाग्यो अर्को लुज भएछ लिउ भन्नु
होला न त्यही पनि कस्तो हुन्छ चोको भएको अलिक जान मान्दो रहेछ क्या ल हाम्रो झन्डा यतिको भयो है यतिको भए पनि जान्छ त अब जस्तै ल है त हाम्रो झन्डा रेडी भयो अब चाहिँ जान्छ सारा अब चाहिँ गर्मी भयो हामी बाग्लुङ कटेर यता आयो होइन म्याग्दी ताकाउ जाँदैछ म्याग्दी डेनी म्याग्दी के भन्छ त्यही त बाटो चाहिँ राम्रोसित चिने छैन फर्स्ट टाइम 2 जना मात्रै जान्नु कहाँ कसरी जान्छ पसिनाको चाहिँ ल है त कति देखाएँ यही हो झन्डा हाल्न लगाएको अब अहिले बसी नै भेट्छ लाइन के झन्डा हाल्नु कति बसी भेट्छ त्यस्तै फुल भन्छ यसलाई डेनीको फुल फाइनल्लीहरू चाहिँ डेनीको फुल लाग्यो त्यही त होला नि त्यही त होला नि त्यो त होइन होला त्यो त होला कता हुन्छ नि कता त्यही त हो ल त हेरेको तर बाटो सबै एउटै जस्तो यो भयो यो मान्छेले भ्लगहरू केही भन्दै थियो भ्लगहरू घरमा नीतिको लागि सोधेको जिन्दगीमा यस्तो मान्छेको लागि गर्नु हो त्यो हाल्ने एकदम पढ्नु बिहान रहेछ त्यो बाटो आयो भने यही बाटो निस्किन्थ्यो बस पार्क आयो बहिनीको बहिनीको बस पार्क भएको अन्दाज हुँदामा त्यो नि आइयो पेट्रोल पम्प थियो त कता त्यही त हो तल माथि अहिले हेर्न पऱ्यो यार कति पेट्रोल पम्प देखेँ पेट्रोल कति छ नि हेर्न पऱ्यो काली नदी काली गण्डकी हेर्न सक्नुहुन्छ यो चाहिँ उसबाट बगेर आएको खोला हो काली गण्डकीले मान्छे बगायो मान्छे हाल्न थाल्यो भने चाहिँ यहीँ हो धेरै मान्छेलाई बगाउनु
यहाँ चाहिँ मैले यस्तो यो पावर ब्याङ्क बोकेरै गोप्रो चार्ज गर्दै भिडियो बनाउँदै हिँडेको छु। उहाँ चाहिँ हाम्रो राइडर सुविस्ता। हेलो, Hi, welcome to my vlog. क्रेजी नेपाल सबैले माया सब्सक्राइब गरिदिनु होला। रेडबुल इनर्जी ड्रिङ्क खान लाग्यो। इनर्जी लो भएर हो क्या इनर्जी ड्रिङ्क। तातोपानी आउँछ पानी हेरेँ मैले पनि देखेको गाईको होटेल होइन झन्डै पर पर्सन स्टार्टिङ प्राइस चाहिँ कति 2500देखि छ। हजुरहरू आउनुभयो भने चाहिँ यहाँ बस्नु छैन। आज चाहिँ लोकल भनेको तातोपानी त आयो, अब यसमा चाहिँ मार्फा जोमसङ। तर हामी सुस्तो सुस्तो आइएको क्या अहिले त। हामी जाने त्यहीँ हो होइन र? हामी जान्छु झर्ना होइन? त्यहाँ जान्छ त झर्ना, त्यहाँ गइन् हामी उहाँ त्यहाँ जाने र दुईवटा उयो होमस्टे हो नि त। गाइस फाइनल्ली रुप्से झर्ना पनि आइसक्यो र यो क्यान सी ब्ल्याक रुप्से झर्ना। उकेलीको बजार जता माया उतै छ नजर हजुरले अनि ओ सिन्डिकेट फोटो राखेर आउनु के भन्नु दिदीले चाहिँ